जीवनमा जति मिठा छन् बोल्दाखेरि पनि त्यति नै मिठा भएर बोल्छन्। उनले उनको सबभन्दा ठुलो खुबी मलाई के लाग्छ भने उनी साथीहरूको या अग्रजहरूको प्रशंसा गर्दाखेरि मनमा केही पनि नराखेर अत्यन्त सौहार्दपूर्ण रूपले प्रशंसा गर्न सक्ने त्यो खुबी तीर्थमा छ। त्यसैले उनले कहिलेकाहीँ मेरो बारेमा केही भनिरहँदाखेरि यति भन्छन् कि म लज्जित हुन्छु। त्यसले अहिले पनि यो कार्यक्रममा जे जति उनले भने त्यसलाई मिनिमाइज गरेर मात्र बुझिदिनु होला भन्ने मेरो अनुभव छ। अब यो हिउँमा लेखिएका नामहरू तीर्थको यो कविता कृति, यसको जुन शीर्षक कविता छ, छोटो कविता छ, यो निकै चर्चित कविता पनि हो। अब यसको पृष्ठभूमिको बारेमा पनि भन्न मन लागेको थियो तर समय अभाव छ, त्यसले म त्यो भन्दिनँ। यो 85 यात्राको क्रममा उनले लेखेको धेरै वर्ष अगाडि लेखेको एउटा कविता र मलाई अत्यन्त मनपर्ने कविता हो। यो म वाचन गर्छु। हामीले लेखेर आएका छौँ हिउँमा आफ्ना नामहरू। हामीले लेखेर आएका छौँ हिउँमा आफ्ना नामहरू। एकछिनपछि हिउँ थपियो भने रहनै छैन हाम्रा नामहरू। एकछिनपछि हिउँ थपियो भने रहने छैनन् हाम्रा नामहरू। एकछिनपछि घाम लाग्यो भने पनि बाँकी रहेन छैनन् हाम्रा नामहरू। हामी रहँदा रहँदै नरहने हाम्रा नामहरू। हामी नरहँदा कसरी रहला हाम्रा नामहरू। हामीले लेखेर आएका छौँ हिउँमा आफ्ना नामहरू। हामीले लेखेर आएका छौँ हिउँमा आफ्ना नामहरू। यो कविता पछि अर्को मलाई साह्रै मनपर्ने तीर्थको छोटो कविता आमा। आमा शीर्षकमा उनले केही श्रृङ्खलाबद्ध कविता लेखेका छन्। त्यसमध्येको दोस्रो श्रृङ्खलाको कविता जसलाई नेपथ्यका अमृत गुरुङले गाएका पनि छन्। आमा हुनु साह्रै असजिलो छ पहाड जस्तो। आमा हुनु साह्रै असजिलो छ पहाड जस्तो। उचाइमा पुगेर मैदान भइदिनु पर्ने, मैदानमा पुगेर उकालो भइदिनु पर्ने। आमा हुनु साह्रै असजिलो छ पहाड जस्तो। सन्तानहरू कहाँ पुग्छन् खोला नालाहरू जस्तो। सन्तानहरू कहाँ पुग्छन् खोला नालाहरू जस्तो। सपनाहरू कहाँ पुग्छन् स्वच्छन्द चराहरू जस्तो। आमाहरू पहाड छेउको चौतारीमा अभिशप्त छन्। आमाहरू पहाड छेउको चौतारी हुन अभिशप्त छन्। आमा हुन अप्ठ्यारो छ। आमा हुन पहाड जस्तो साह्रै गाह्रो छ। आमा हुन पहाड जस्तो साह्रै गाह्रो छ। यो छोटो कविता। त्यसपछि उहाँको कविता अलिक पछि आमा शीर्षक नै आमाकै सन्दर्भमा र अलिक फरक प्रकृतिको सुनाएर बिदा लिनेछु। त्यसभन्दा अगाडि केही शब्दहरू जुन मैले लेखेर ल्याएको छु वाचन गर्छु। यस लोकार्पण कार्यक्रमका आदरणीय सभापति एवं पोखरेल युवा सांस्कृतिक परिवारका कार्यवाहक अध्यक्ष साहित्यकार लक्ष्मण थापाज्यू, जिन्दगीका बाटाहरू धेरै छन्, बाटो कुनै नभेटियोस्, मनका निर्मल पानाहरूमा जथाभावी केही नलेखियोस्। सामयिकीका इरेजरहरूले मेट्न चाहेर कहिले पनि नमेटिने एउटा कविता लेखौँ भन्ने अभिप्सामा बाल्यकालीन अभ्यासहरूलाई छोडेर भन्दा पनि करिब 50 वर्ष पुगेछ
कविता कर्ममा लागेको। तर त्यो नमेटिने कविता ब्रह्माण्ड र अन्तरिक्षको कुन अज्ञात कुनामा लुकेर बसेको छ मलाई थाहा छैन। बुद्धत्वको खोजी जस्तै एउटा काव्यात्मक तृष्णाको खोजी गर्नु रचनाकार बन्नु हो। त्यसैले मलाई तृष्णाविहीन उपदेशकहरूभन्दा तृष्णापूर्ण रचनाकारहरू पनि प्रिय लाग्छ। विराट सृष्टिलाई रचना मान्ने हो भने यसका रचनाकार कति तृष्णायुक्त होला। सृष्टिमा सम्पूर्ण ब्रह्माण्डमा एक अनवरत सृजन प्रक्रिया चलिरहेको छ। अरबौं वर्षपछि पृथ्वीको मृत्यु, सूर्यको मृत्यु, आकाशगङ्गाको महासूर्यहरूको मृत्यु, समस्त मन्दाकिनी र ग्यालेक्सीहरूको मृत्यु र अन्तर्ब्रह्माण्डको मृत्यु प्रक्रममा हामी जुन सृष्टि विनाश र विध्वंसका अवधारणाहरू जन्माउँछौँ, विज्ञानमा, धर्ममा, दर्शनमा, ती सृष्टिका अनवरत सृजन प्रक्रियाका सामूहिक सङ्घटना मात्र। मेरो सर्जकीय अहमले नमेटिने कविता जन्माउन चाहे चाहिँ सृष्टिका अज्ञात सर्जकले पनि नमेटिने ब्रह्माण्डहरू जन्माउन चाहेकै त होला। If you meet a Buddha on the road, kill him. यदि तिमीले बुद्धलाई बाटोमा भेट्यौ भने, देख्यौ भने त्यसको हत्या गरिदिनु। लिच्ची स्कुलका झेन बौद्धहरूले यस कुरामा विश्वास राख्दथे। यसमा म पनि विश्वास राख्छु। रूपकीय भाषामा हत्या गर्नुको अर्थ भौतिक रूपले नाश गर्नु भएन, चेतन रूपले अस्वीकार गर्नु। बुद्ध एक चेतना हो। कसैलाई बुद्ध बन्नु छ भने पूर्ववर्ती बुद्धका चेतनाहरूले होइन, स्वयं अर्जित चेतनाले बन्नुपर्छ। रूपकीय भाषामा भन्दा साहित्यकार पनि, साहित्यिक तर्का रचनाकारहरू पनि एक मुखार हत्यारा हो। जब म लेख्न बस्छु, एउटा रचना जन्माउन कयौं शब्दहरूको हत्या गर्छु, कयौं वाक्यहरूको हत्या गर्छु, कयौं भाव र विचारहरूको हत्या गर्छु। यी अनवरत हत्याहरूको समाधिमा स्तूपमा बल्ल एउटा कविता जन्मन्छ, नाटक र कथा जन्मन्छ। तर सर्जकीय अहङ्कार सन्तुष्ट हुँदैन, प्रश्न गर्छ, खै त नमेटिने कविता, खै त नमेटिने गीत। सृष्टिकर्ताको अहङ्कार नमेटिने भएरै होला सानो मान्छेको सर्जकीय अहङ्कार पनि, क्रिएटिभ युगो पनि नमेटिने स्वभाव हुँदो रहेछ। साहित्यमा करिब 50 वर्षको यात्रा धेरै कि थोरै कसैलाई लाग्ला। तिनलाई आत्मीय सहयोगको लागि भन्छु। महाकवि लक्ष्मीप्रसाद देवकोटाले बाँचेको सम्पूर्ण जीवन तीर्थ र मैले समकालीन साहित्यिक मित्रहरूसहित लेखेरै मात्र बाँचेका रहेछ। तर उपलब्धि हामीले कति गर्न सकेका छौँ त? एउटा जब्बर प्रश्नले सधैँ दिमागका न्यूरनहरूलाई पाउँछ। कहिलेकाहीँ मलाई लाग्छ हामी चमत्कारी प्रबन्धका अतिथि हौँ। सृष्टिमा सर्वत्र चमत्कार छ। सृष्टि किन छ? यसैमा चमत्कार छ। सृष्टिकर्ता छन् कि छैनन्? छन् भने कहाँ छन्? छैनन् भने किन छैनन्? यी प्रश्नहरूमै चमत्कार छ। कविलाई कविताको परिभाषा के हो भनी सोधियो भने ठ्याक्क थाहा हुँदैन। गाई भैँसीलाई गाई भैँसी भएको थाहा हुँदैन मात्र होइन, मानिसलाई मानिस भनेको के हो थाहा हुँदैन। कारण एउटै छ, चमत्कार। कवि वासु शशीले कविता रचेका थिए, पर्खाल लगाएपछि सब थोक बाहिर पर्छ। हामी सबै मानव प्रजातिहरू पर्खाल लगाएपछि सब थोक बाहिर पर्छ भन्ने जान्दा जान्दै परिभाषाका पर्खाल लगाउन अभ्यस्त छ। हाम्रा सभ्यताका आधारशिलाहरूमा पर्खालै पर्खाल छन्। महादेशका पर्खाल, देशका पर्खाल, घरका पर्खाल, विभिन्न समाज, धर्म, संस्कृति, विचारधारा, आग्रह, पूर्वाग्रहका अनगिन्ती प्रकार। कुनै समय गणतन्त्र चिनको भ्रमणको क्रममा म ऐतिहासिक र प्रसिद्ध चिनको महान पर्खाल द ग्रेट वाल अफ चाइनामाथि चढेको थिएँ। पर्खाल अत्यन्त लामो थियो, विशाल थियो, चन्द्रमाबाट देखिने एकमात्र मानव निर्मित स्थापत्य भन्न लायकै थियो। यद्यपि यो सत्य होइन। त्यस महापर्खालबाट नजिक र टाढा जहाँसम्म दृष्टि पुग्न सक्थ्यो, हेर्दा मैले पर्खाल बाहिर धेरै भूमि र आकाश देखेको थिएँ। मैले वासु दाजुको कविता सम्झेँ र महसुस गरेँ
पर्खाल जति महान र विशाल भए पनि त्यसभन्दा महान र विशाल त्यो सत्य हुँदो रहेछ जुन पर्खालभित्र अटाउन सक्दैन। मलाई साहित्य र विशेष गरी कवितामा परिभाषाको पर्खाल ठड्याउँदा यस्तै भएको हुन्छ। सर्वहारा धरतीभरि देखिएका काला घोडाहरू यस कविता कृतिमा मेरा करिब 50 वर्ष कविता यात्राका केही प्रतिनिधिमूलक कविताहरू सङ्ग्रहित गरिएका छन्। कृतिको पुछारमा मैले कविताको परिभाषा सम्बन्धी होचो पर्खाल महान दार्शनिक शङ्कराचार्यको मिथ्या जगतलाई सत्य मानेर यसरी उभ्याएको छु। कविता के हो सोच्दा एक प्रति प्रश्न जन्मन्छ, कविता के होइन? नीतिको माध्यमले विचार गर्दै जाँदा अन्तको गत्वा अनुभूति हुन्छ। कविता सम्पूर्णता हो, कविता भाव र विचारको सम्पूर्णता हो, कविता जीव र जगतको सम्पूर्णता हो, कविता बिम्ब र ब्रह्माण्डले यावत संरचनाहरूको सम्पूर्णता हो। कविताको सूक्ष्म र विशाल स्वरूपलाई शब्द र मौनताहरूले स्पर्श गर्ने कुनै एक आयाम मात्र सत्य हो भन्नु असत्यसँग कथन हो। कविता बहुआयामिक कला हो। कविताको बहुआयामिकता विविध आकार र अभिव्यञ्जना शैलीमा प्रकट हुन्छ। कविता एक विशाल महासागर हो। विशाल महासागरको एक किनारमा उभिएको व्यक्तिले जस्तो र जति महासागर देख्छ, महासागर त्यत्रो र त्यति मात्र हुँदैन। अन्य किनारहरूबाट कोणहरूबाट महासागर भिन्न देखिन्छ। सतहबाट देखिने महासागर र गहिराइमा देखिने महासागर पनि भिन्न हुन्छ। परिभाषा पनि हामी सत्यलाई भन्दा आफ्ना आग्रह र विश्वासहरूलाई दिइरहेका हुन्छन्। मानव इतिहासमा कविताको परिभाषा पनि आग्रह र विश्वासहरूमा कैद पर्न अभिशप्त छ। कविताले कैदबाट मुक्त हुने अधिकार राख्छ। करिब 50 वर्षदेखि तीर्थ श्रेष्ठ र म कविताका सहयात्री हौँ। हामी कविताका सहयात्री मात्र होइनौँ, सुख दुःखका साथी पनि हौँ। हामीले पोखरेली साहित्यको विकास र पोखरेली युवा सांस्कृतिक परिवारको विविध साहित्यिक सांस्कृतिक गतिविधिमा धेरै दिन र रातहरू बिताइसकेका छौँ। अझै पनि हामी अविराम यात्रामा नै छौँ। हामीलाई 30 को दशकदेखि आशिषयुक्त मित्रताको पुरस्कार प्रदान गर्नुहुने आदरणीय दाजु दुर्गा बराल सहित साथीहरू उषा भट्टाचार्य, शेरचन, विजय बजेमय, प्रकट बगेनी शिव, विक्रम गुरुङ, संस्थापक अध्यक्ष सरोज गोपाल वज्राचार्य, प्रसिद्ध गायक अरुण थापा, विनोद गौतम, सोम वज्राचार्य, किरण थापा र अन्य संस्थापक मित्रहरूलाई स्मरण गरिरहेको छु। कति मित्रहरू जीवनबाट विदा लिएर गइसके, तर हाम्रा स्मृतिमा सधैँ जीवित रहेका छन्। अहिले हामीलाई निरन्तर साथ र ऊर्जा दिइरहने नवपुस्ताका प्रतिभाहरूलाई म यतिखेर स्मरण गर्न चाहन्छु। नेपाली पुस्तक प्रकाशनको इतिहासमा लोकप्रिय बुक हिल प्रकाशन संस्थाबाट एउटै समयमा तीर्थ र मेरो कविता सङ्ग्रह प्रकाशित हुनु, एउटै हाम्रो मातृ संस्थाबाट लोकार्पण गर्न पाउनु हामी दुवैको लागि अहोभाग हो। यति लामो साहित्यिक सहयात्रामा यस्तो सुखद संयोग जोडेको थिएन। यो संयोग जुराइदिने र कृतिहरू प्रकाशन गरिदिने बुक हिल प्रकाशन संस्थाका अध्यक्ष भूपेन्द्र खड्काप्रति आभारी छु। कृति लोकार्पणको यस आत्मीयोत्सव आयोजना गरिदिने पोखरेली युवा सांस्कृतिक परिवारप्रति पनि म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मेरा सहधर्मी साथी तीर्थ श्रेष्ठलाई यमा लेखिएका नामहरू कृति प्रकाशनको लागि हार्दिक बधाई दिन्छु। यो शीर्षक कवितासित मेरो व्यक्तिगत सम्झना पनि गाँसिएको हुनाले मेरो लागि यो कविता कृति र समारोह दुवै अविस्मरणीय रहनेछन्। तीर्थ श्रेष्ठ समकालीन नेपाली साहित्यमा तरल भावका एक उत्कृष्ट कवि हुन्। देश, समाज र जीवनका विविध आयामहरूलाई स्पर्श गर्ने उनका कविताहरू सरल संवेदनाका हस्ताक्षर हुन्। 40 को दशकमा तरलवादी कविका रूपमा चर्चित भएर पछि वैचारिक भिन्नताले टाढिए पनि उनको कविता धारा निरन्तर रूपले प्रवाहित छ।
यो हामी सबैको लागि खुसीको कुरा हो। अन्तमा मेरो यस कविता कृतिका कविता चयन, सम्पादन आदि सम्पूर्ण कार्यको जिम्मेवारी लिइदिने मेरो प्रिय छोरी एवं चर्चित साहित्यिका सरस्वती प्रतीक्षालाई धेरै धन्यवाद दिन्छु। सबैप्रति हार्दिक आभार। अन्तमा आमाकै कविता, आज गणतन्त्र दिन पनि भएको हुनाले यो 46 सालमा भएको कविता हो। अहिले यो कति प्रासङ्गिक छ यहाँहरूले मनन गर्नुहुँदा। बहुलाई आमाहरूको जुलुस, बहुलाई आमाहरूको जुलुस। जुलुसमा कुनै झन्डा छैन, किनभने बहुलाई आमाहरूको कुनै झन्डा हुँदैन। जुलुसमा कुनै झन्डा छैन, किनभने बहुलाई आमाहरूको कुनै झन्डा हुँदैन। जुलुसमा कुनै नाडा छैन, किनभने बहुलाई आमाहरूको कुनै नाडा हुँदैन। शमसुद्दिनका आक्रमणहरूदेखि बेखबर, शमसुद्दिनका आक्रमणहरूदेखि बेखबर पशुपतिनाथ र स्वयम्भूनाथका बाँदरहरू पिञ्जरामा तित्रा बोकेर छाती भरि छातीमा नअटाउनै गरी मञ्जुश्री पट्टका विशिष्ट पदकहरू टाँसेर भन्दार खालतर्फ कुच मार्च गर्दा जङ्गबहादुरहरूको छालाको शिकार खेल्न देशमा बहुलाई आमाहरूको जुलुस निस्केको छ। आमाहरू नाङ्गै छन्, किनभने उनीहरूका छोराहरूले देशका सबै लुगा लाएका छन्। आमाहरू नाङ्गै छन्, किनभने उनीहरूका छोराहरूले देशका सबै लुगा लाएका छन्। आमाहरू भोकै छन्, किनभने उनीहरूका छोराहरूले देशका सबै अन्न खाएका छन्। आमाहरू मैला छन्, किनभने उनीहरूका छोराहरूले देशका सबै पानी पिएका छन्। क्षितिज वारीकै अतीतमा कुनै बेला आत्मबलिदानी छोराहरूको चिन्ताले खम्रङ्ग बन डरे झै मन डरेका आमाहरू त्यही डरेको मनमा शाश्वत आस्थाका ससाना सिनका उमारेर देशका जुगाहरू पल्ट्याउने खेल खेल्दैछन्। बिना आँसुको चेतना बहुलाई आमाहरू हाँस्दैछन्। बिना आँसुको चेतना बहुलाई आमाहरू रुँदैछन् र बिना जुलुसको चेतना बहुलाई आमाहरू जुलुसमा हिँड्दैछन्। छोराहरू जुकाहरूसित लड्दा लड्दै जुका बने आमाहरू बहुलाई। छोराहरू जुकाहरूसित लड्दा लड्दै जुका बने आमाहरू बहुलाई। छोराहरू सर्पहरूसित लड्दा लड्दै सर्प बने आमाहरू बहुलाई। छोराहरू बाघहरूसित लड्दा लड्दै बाघ बने आमाहरू बहुलाई। छोराहरू कुवासाहरूसित लड्दा लड्दै बसो भने आमाहरू बहुलाई। जब जब इतिहास बोकेका छोराहरूले भविष्य हराउँछन्, वर्तमान सुनेका सप्तरङ्गी घोडाहरूलाई चाबुक मारेर सत्य आमाहरू बहुलाउँछन्। अब ती दिनहरू कति टाढा छन्, अब ती दिनहरू कति टाढा छन् जब बहुलाई आमाहरूले छोराहरूको घाँटी निमोड्ने छन् र राष्ट्रिय महाभारतको स्त्री पर्वमा आफ्नै छोराहरूको लास चिन्न इन्कार गर्नेछन्। आफ्नै छोराहरूको लास चिन्न इन्कार गर्नेछन्। धन्यवाद।